तँलाई पोल्नु लु पोल्नु त खै पोल खै जाँसी झार्ने ठाउँ हुनु पर्यो नि त मौसम त सिस्नो खानु हुँदैन भन्थे हो कि अब छैन त के खानु त आई लभ यु बाउले कुटेर चाहिँ त्यत्रो छोराछोरी पाइदिएर बुहारेर आयो ला चिम्टा लिन गएको सिस्नो टिप्नलाई चिम्टा ल जाउँ हिँड्नु यहाँ हेर्नु नमस्ते सबैजनालाई भन्नु नमस्ते छ सबैजना हामी सिस्नो टिप्न हिँडेको भन्नु त ल बजु सिस्नो खाने आऊ सिस्नो खाने भयो होइन सिस्नो खाने बा आऊ हामी त सिस्नो टिप्न हिँडेको बजु नातिनी छोरी पो हो त कान्छी हामी सिस्नो टिप्न हिँडेको होइन गाईहरू घुम्ने आज तपाईँलाई नि 12 थरेनीले सिस्नो खाना दिने रे तपाईँलाई सिस्नो मनपर्छ हो बजु पछि दुई छ खाएको फेरि बजु तपाईँलाई सिस्नो मनपर्छ हो त ए नयाँ बजार तपाईँलाई कस्तो लाग्यो अनि त्यहाँ त फेरि सबै जम्मा भएको छ नि उनीकै ए अनि बस्न मन लागेन अनि तपाईँलाई केही देख्दैन आफ्नो मान्छेलाई ज्ञान अहिले बाहिर निक्लेपछि भित्र पसेर कहाँ हो छेगन लाउनु सक्दैन यहाँ त दुलो घुम्न एक टिपेर पठाउँछ कसले उहाँ गाउँबाट नि कहिले अस्तिको दिन उहाँ त केही यस्तो बाली नाली छैन देख्दैन अब तपाईँलाई यो साँच्चै यो त्यति हो ओरिएर उमा राखेको थियो फेरि बुहारीले उमा हालेर कहाँ उमा राख्यो कि त्यो के भन्छौ तिमीहरू केलाई 10 थरेनी 12 थरेनी हरायो 12 थरेनी कता हरायो कता के लिन गएको रे सिस्नो टिप्ने चिम्टा लिनु जान्छु भन्छु त्यो 12 थरेनी त्यहाँ आउँदैछौ छिटो आइज 12 थरेनी भन्नु त छिटो आइज 12 थरेनी भन्नु त लु छिटो आइज 12 थरेनी यहाँ सिस्नो टिप्नु यो कान्छी म राम्री छु कि बजु राम्रो हुनुहुन्छ बजु ए म यस्तो चाउरी परे बुढी के गरौँ खत्तम रहेछ न कस्तो कस्तो डन्डी खोला आएको नि लैबरी ऊ यस्तो झाङझोर घारी छ यो पनि सिस्नु हो क्या यो पनि सिस्नु हो यी लाउनु ल यो 12 थर्नेहरूले मलाई ल भन्या होला यो सिस्नु हो तँलाई पोल्नु लु पोल्नु त खै पोल खै मलाई त पोल्यो काठमाडौँमा त यस्तो सिस्नु पनि खान्छ नि त खान्छन् लु पत्ताउनु हुन्न हो कि हाम्रो उहाँ त हुन्छ यस्तो फुल्ने बाख्राले छिर्यौ खान्छ होइन होला होइन हाम्रो त यहाँ त सिस्नु भनेर खान्छ म जान सक्छु यही हो तर यो फुलको आँखै देखिन त नि के एक छाक पुग्दो रहेछ यहाँ आउनु न अस्ति सिस्नु टिपेको ठाउँमा मिनी मार्टमा कस्तो राम्रो रहेछ आउनु त बुलेर सिस्नु हौ म झर्नै सकिन ला अनि बाथरेनीले सिस्नु टिप्नै सकेन रे त नि अब चाहिँ आउनु न अब चाहिँ बाथरेनीले सिस्नु टिप्न सकेन रे के गर्ने अब यहाँ जाने ठाउँ रहेछ बात थर्ने कहाँ रहेछ खोइ कसरी रहेछ टेक्ने ठाउँ रहेछ अब कहाँबाट झर्ने हो म जान्छु हौ टेक्ने ठाउँ रहेछ भने त छ खै अब बाथरेनीले सिस्नुले पोल्यो भने आमा के गर्नु हुँदो रहेछ खोइले नै चिम्टा खोइ अस्ति यहाँबाट माथि माथि टिपेको यी सर्व भयो नि सर्व त हुँदैन यस्तामा त म त जान यहाँ हाम्रो आमालाई चाहिँ सिस्नु खानु पर्यो अरे सिस्नु
झार नजार खुट्टा झार जाँसी झार्ने ठाउँ हुनु पर्यो नि त अब तेरो टिक्रामा पोल्छ हाफ कट्टु लगाएर हिँड्छ है बार्थनीले यसो टिप्नुपर्छ सिस्नो काठमाडौँको ठाउँमा कोले सिस्नो खानु भएको छैन टिपेर तर हामी चाहिँ यसरी टिपेर खान्छौँ है ट्रक आजसँग चिन्छ भने मलाई त सिस्नु गतेर घर दुःखको कुरा के गर्नु केटाउटी हो सङ्क्रान्तिमा सिस्नु खानु सङ्क्रान्ति मौसम त सिस्नु खानु हुँदैन भन्थे हो कि अब छैन त के खानु त घोटेर पनि खाएँ मरे कहिले पहिला तपाईँको पालामा घोटेर खाएँ मरेन त तिम्रो यस्ता बुहारीहरू जम्मा भयो खत्तम रहेछ जेठी बुहारी काम साथै दुध खाने त्यो यही यस्तो जुलुबा पोल्यो कस्तो गरी पोल्यो यिनीहरू होइन त्यो खै म थप्छु आई लभ यु भनेर त्यो बुढी मान्छे तिमीहरूकै यही मोबाइलमा के भन्दो रहेछ अरे बजु आई लभ यु कहिले भनेको ओगी ए त्यो बुढी बजुले यो अनि उसलाई भन्यो यो मान्छे त मरिसक्या हुन् यो उमा राखे पो हो भन्यो क्या उसले विशालले अनि आई लभ यु भन्दो रहेछ त्यो बुढी मान्छेले पनि अनि बजु पनि बाजेलाई आई लभ यु भनिदिनु ल अब खै के हो आई लभ यु भने मलाई बुझ्यो भनिदिनु ल खै यसले ल्याउनु म पकाउँछु तिमी तपाईँ सक्नुहुन्न गाह्रो बार्थरीले सक्दैन ए होइन कसरी हो पोल्दिनु त लो यो तलै सिस्नु हो यो सिस्नु हो यो होइन यहाँ मलाई त पोल्यो कि ठिक्क पर्यो कसले समात्न लगायो त नि कसले समात्नु न्यु खोज्नु भा पैसाले पनि त अब कता राखेको छ दिदीलाई अब हामीले बेची पठाइदिएको नि पठाइदिएको घर बुहारी बार्थरीनीलाई बेचिदिएको 10 थरीनीलाई बेचिदिएको अब 12 थरीनीलाई मात्र बाँकी अब यहाँ रहेछ त हो तर किराले खाएर चाहिँ भाइ नसुकाउ त्यहाँ जाउँ गरेर हिँड्नुपर्छ है ल फेरि रक्सी खाएको छ लड्यो भने के गर्नु छोरी त होस् नि छोरी भए पनि लड्यो भने के गर्नु त लड्दिन अनि रक्सी खाएर माथि हाल्नु भयो माथि भुटुक्कै भयो है अब बाउले तपाईँलाई कुट्नुहुन्छ बाउले कुटेर चाहिँ त्यत्रो छोराछोरी पाइदिएर बुहारेर आयो लु है लु बाउले भुसुक्कै कुटेर त छोरा छोरी पाइदैन नकुट्या भए त छोरा छोरी हुन्थ्यो खतरा बजे बजे त खतरा पो छ खतरा हो नि हाम्रो बजे डन कुमारी तपाईँको नाम डन कुमारी राखौँ त ल राख तपाईँको नाम के हो रे बजु के हो नाम थाहा छैन छैन ला अब के गर्नु त नि यसलाई त मेरो बजुलाई म रक्सी दिन्छु नि रक्सी दिन्छु के दिन्छु त जुट चप्पल त तिमीहरूको
यो पछि हुन्छ रक्सिदेऊ भने कहाँ पुग्छ खत्तम रहेछ है बजु पहिला खानु त खानु न छोरा चाहिँ भोकै होला छैन तपाईको छोरा त कस्तो भेराइटी भेराइटी खानु भएछ अहिले पुग्छ त कति बेला भरे एकछिनमा 2 घण्टा पछि ल ल खानु ल छोरा म खाए यसो भन्नु ल म छोरा म खाएँ ल तँ पनि खा भनेर भन्नु अहिले हेलो गाइज खोइ भनेको नि मैले भनेको खोइ हेलो गाइज भनेको हेलो गाई कसेर भन्नु सुनेनन् कसैले तपाईको कुरा हेलो गाई हेलो गाई होइन हेलो गाइज हेलो गाई नमस्ते खोइ नमस्ते गरेका नि फेरि नमस्ते खाया नमस्ते गर्दा त हात जोड्नुको पर्छ त हो ल खानु अब सोलमारी खानु नाम खाने